हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। यदि तपाईँ फाइबरमा नयाँ सेलर हुनुहुन्छ र तपाईँलाई अर्डर आयो भने अब के गर्ने त, कसरी डेलिभर गर्ने भनेर कन्फ्युज हुनुहुन्छ भने यो भिडियो तपाईँकै लागि हो। यो भिडियोमा म तपाईँलाई स्टेप बाई स्टेप देखाउँछु फाइबरमा अर्डर आएपछि डेलिभरी सम्मको पूरा प्रोसेस। सो भिडियो पूरा हेर्नुहोस्। लेट्स स्टार्ट द भिडियो। सो स्टेप नम्बर 1, डाइरेक्ट अर्डर आउँछ कि त तपाईलाई बायरको मेसेज आउँछ। जब कुनै बायरले तपाईको गिगमा अर्डर गर्छ तपाईलाई फाइबरबाट नोटिफिकेसन आइहाल्छ। यो भयो तपाईलाई डाइरेक्ट बायरले अर्डर प्लेस गर्यो भने। अर्को मेथड, बायरले तपाईलाई अर्डर प्लेस गर्नुभन्दा अगाडि तपाईलाई कन्ट्याक्ट गर्छ, मेसेज गर्छ। यहाँ हेर्न सक्नुहुन्छ। यसरी मेसेजमा तपाईसँग कुराकानी गर्छ, आफ्नो प्रोजेक्टको बारेमा डिस्कस गर्छ। डिस्कस गरिसके पछाडि तपाईलाई कोटेसन दिन भन्छ अनि अर्डर प्लेस गर्छ। यो दुईटा प्रोसेस हो तपाईलाई अर्डर आउने फाइबरमा। तपाईँ फाइबर ड्याशबोर्ड ओपन गर्नुहुन्छ र अर्डर सेक्सनमा गएर एक्टिभ अर्डर देख्न सक्नुहुन्छ। सबैभन्दा पहिलो काम अर्डर डिटेल्स केयरफुली पढ्ने। स्टेप नम्बर 2, अर्डर रिक्वायरमेन्ट्स चेक गर्ने। अर्डरलाई ओपन गर्दा बायरले रिक्वायरमेन्ट्स फिल गरेको हुन्छ, जस्तै टेक्स्ट, इमेजेस, रेफरेन्स लिङ्क्स, इन्स्ट्रक्सन्स। तपाईले यो सबै कुरा ध्यान दिएर पढ्नुपर्छ। यदि बायरले रिक्वायरमेन्ट इन्कम्प्लिट दिएको छ भने तुरुन्तै पोलाइटली मेसेज गर्नुहोस्, हाई प्लिज सेयर द रिमेनिङ डिटेल्स सो आई क्यान स्टार्ट यु वर्क। काम क्लियर नभई काम स्टार्ट नगर्नुहोस्। स्टेप नम्बर 3, बायरसँग क्लियर कम्युनिकेसन राख्नुहोस्। अर्डर स्टार्ट गर्नुभन्दा अगाडि बायरसँग एउटा सर्ट कन्फर्मेसन मेसेज पठाउनु राम्रो हुन्छ। फर इक्जाम्पल, थ्याङ्क यू फर यर अर्डर, आई हेभ रिभ्युड यर रिक्वायरमेन्ट्स एन्ड विल स्टार्ट वर्किङ अन इट, आई विल किप यु अपडेटेड। यो प्रोफेसनलिजम देखाउने सबैभन्दा बेस्ट तरिका हो। स्टेप नम्बर 4, वर्क स्टार्ट गर्ने। अब तपाईँ आफ्नो काम स्टार्ट गर्नुहुन्छ। काम गर्दा गिग डिस्क्रिप्सन फलो गर्नुहोस्, बायरको इन्स्ट्रक्सन्स फलो गर्नुहोस्, क्वालिटीमा कम्प्रोमाइज नगर्नुहोस्। जहिले पनि तपाईँ आफ्नो बायर्सलाई प्रोमिस लेस एन्ड डेलिभर मोर गर्नुहोस्। कहिले पनि मोर प्रोमिस लेस डेलिभर नगर्नुहोस्। यसले तपाईँको रेटिङमा इम्प्याक्ट पार्छ, तपाईँलाई लो रेटिङ आउँछ। सो जहिले क्लाइन्टसँग एक्सपेक्टेसन भन्दा बढी डेलिभर गर्ने कोसिस गर्नुहोस्, त्यसले तपाईँलाई टिप पाउने चान्स पनि हाई हुन्छ। टाइम म्यानेजमेन्ट एकदम इम्पोर्टेन्ट हुन्छ, किनकि फाइबर डेडलाइनमा एकदम स्ट्रिक्ट हुन्छ। तपाईँले डेडलाइन भित्रै डेलिभर गर्नुपर्ने हुन्छ। आफ्नो डेलिभरी टाइम भन्दा 1 दिन या 12 आवर्स अगाडि नै काम कम्प्लिट गर्न ट्राई गर्नुहोस्। स्टेप नम्बर 5, प्रोग्रेस अपडेट दिनुहोस्। यो अप्सनल हो बट रेकमेन्डेड फर लङ टर्म अर्डर्स। यदि अर्डर लङ टर्म हो भने बायरलाई एउटा प्रोग्रेस अपडेट दिन सक्नुहुन्छ। इक्जाम्पल, I have completed 70% of the work and everything is going as planned। यो बायरको ट्रस्ट बिल्ड गर्छ। स्टेप 6, फाइनल डेलिभरी तयार गर्ने। काम कम्प्लिट भइसकेपछि फाइनल फाइल्स प्रोपरली चेक गर्नुहोस्। चेक गर्नुहोस् स्पेलिङ मिस्टेक छ कि छैन, क्वालिटी चेक गर्नुहोस्, करेक्ट फर्मेट चेक गर्नुहोस्, बायरको रिक्वायरमेन्ट पुरा भयो कि भएन सबै चेक गर्नुहोस्। फाइल नेम प्रोफेसनल राख्नुहोस् र फाइल्सलाई एकदम प्रोफेसनली अर्गनाइज गरेर जिप फाइलमा राख्नुहोस्। धेरै फाइल्स छ भने, सिंगल फाइल छ भने प्रोफेसनल नेम्स राख्नुहोस्। स्टेप नम्बर 7, अर्डर डेलिभर गर्ने। अब अर्डरमा गएर डेलिभर वर्क बटनमा क्लिक गर्नुहोस्। यहाँ तपाईँले फाइल अपलोड गर्नुहोस्। एउटा प्रोफेसनल डेलिभरी मेसेज लेख्नु। इक्जाम्पल डेलिभरी मेसेज, हाई, आई हेभ डेलिभर्ड योर अर्डर एज पर योर रिक्वायरमेन्ट, प्लिज चेक एन्ड लेट मी नो इफ एनी रिभिजन्स निडेड, थ्याङ्क यू। सर्ट, पोलाइट र प्रोफेसनल हुनुपर्छ है। स्टेप नम्बर 8, रिभिजन ह्यान्डल गर्ने। यदि बायरले रिभिजन रिक्वेस्ट गर्यो भने प्यानिक नहुनुहोस्। रिभिजन काल्मली ह्यान्डल गर्नुहोस् र गिग स्कोप भित्र रिभिजन दिनुहोस्। यदि एक्स्ट्रा काम हो भने पोलाइटली एक्सप्लेन गर्नुहोस् र एक्स्ट्रा गिग सजेस्ट गर्नुहोस्। स्टेप नम्बर 9, अर्डर कम्प्लिट हुन्छ। जब बायर सेटिस्फाइड हुन्छ उहाँले अर्डर मार्क एज कम्प्लिट गर्नुहुन्छ र तपाईँलाई रेटिङ र रिभ्यू मिल्छ। पोजिटिभ रिभ्यू तपाईँको फाइबर ग्रोथको सबैभन्दा ठुलो फ्याक्टर हो। नाउ बोनस टिप्स, टाइममा रिप्लाई गर्नुहोस्। नेभर गो आउटसाइड अफ फाइबर। नेभर सेयर योर इमेल, व्हाट्सएप या पेमेन्ट डिटेल्स। अलवेज बी पोलाइट एन्ड प्रोफेसनल। आशा गर्छु यो भिडियोले तपाईँलाई फाइबर अर्डर डेलिभरी प्रोसेस क्लियर भयो। यदि भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् र बेल आइकन अन गर्न नबिर्सिनु। यदि तपाईँको माइन्डमा कुनै क्वेसन छ भने कमेन्ट बक्समा सोध्नुहोस्। मेरो डिस्क्रिप्सनमा मेरो व्हाट्सएपको र इन्स्टाको पनि लिङ्क छ, त्यहाँबाट मलाई मेसेज गर्न सक्नुहुन्छ। म त्यहाँ पनि तपाईँहरूलाई रेस्पोन्स गर्ने एज सुन एज पोसिबल ट्राई गर्छु। नेक्स्ट भिडियोमा भेटौँला, तबसम्म ह्यापी फ्रिलान्सिङ। थ्याङ्क्स फर वाचिङ माई भिडियो।